आनायसो नमस्कार सम्पूर्ण भाइ बहिनीहरूलाई मैले आज म्यानुफ्याक्चरको एक्जाम चलिरहेको छ त्यसलाई अझ तपाईहरुलाई सहज होला सजिलो होला भनेर मैले फेरि एउटा फिग्यो लिएर आएको छु त्यो छ VST प्लस र उ र VST प्लस रियाको उर्याको ल यसलाई विस्तृत रूपमा हेरौँ है। अब भाइ बहिनीहरूलाई म एकदेखि भन्न गइरहेको छु। एक नम्बरमा यसो हेर्न सक्नुहुन्छ क्रियासँग जोडेर प्रयोग गरिन्छ अरे र उ र भन्ने ग्रामर भने वाक्यको अन्त्यमा चाहिँ चलायमान क्रिया भएको हुनुपर्छ। क्रियासँग जोडेर प्रयोग गरिएको हुनुपर्छ र वाक्यको अन्त्यमा चलायमान क्रिया चाहिँ भएको हुनुपर्छ है। ख्याल गर्नु पर्यो यो कुरामा। अब कसरी त भन्दाखेरि ल हेर्नुस् अब फागुन मगुर भनौँ भात खान छिबे खायो घरमा जान्छु चलायमान क्रिया खादा आयो। यस्तै छ फेरि रियगो उर्यगो ने विचारले। अब यसले एक नम्बरमा के भन्छ र उ र VS रियगो उर्यगो अब फिग्यो है एकले त्यो भन्यो। अब यो एकले के भन्छ फेरि क्रियासँग जोडेर यो पनि क्रियासँग जोड्दो रहेछ। एक्सन भर्बमा लागेर कुनै पनि इच्छा अथवा चाहनाहरू भएका कुराहरू अभिव्यक्त गर्नु परेको खण्डमा यो ग्रामर प्रयोग गरिन्छ है। इच्छा चाहना हैन त भएका कुराहरू व्यक्त गर्नु पर्यो भने यो ग्रामर रियगो उर्यगो भन्ने ग्रामर प्रयोग गरिन्छ भनौँ। जस्तै फाङ छङसरुल हार्यगो कोठाको सरसफाई गर्ने विचारले छाङमुनुल झ्याल यरसय खोले। यो झ्याल खोल्ने चाहिँ चाहना भएको कारण चाहिँ के हो त भन्दाखेरि चाहिँ यो सरसफाई गर्ने हैन त यसको चाहना हो नि त। सरसफाई गर्ने चाहना भएपछि के त भन्दा झ्याल त खोल्न पर्यो नि। झ्याल खोलेपछि हावासावा निस्किन्छ अथवा धुलो यताउति सार्न सजिलो हुन्छ भन्ने कुरा है। अब यस्तै तलपट्टि दुईमा हेरौँ इम्पोर्टेन्ट कुरा फाक्सिमको अन्त्यमा यदि ल छ भने यो ललाई हटाई अथवा लसँगै प्रयोग गरिन्छ। जस्तै लसँगै के त भन्दाखेरि चाहिँ रसँगै चाहिँ र चाहिँ हट्दैन यसमा र प्रयोग गरिन्छ यसलाई हटाउन पाइँदैन भनेको है। जस्तै मानुल्ला छ यो मानुल्लामा दा काटियो भने के हो त यसमा र हट्दैन। जस्तै हेरौँ है त अब उम्सिगुल मानुल्ला भयो यहाँ के थियो मानुल्ला भन्ने भब थियो होइन यसमा। अब दा काटियो अब र हट्दैन भनेपछि त के भयो त भन्दा रसँगै र जोड्नु पर्यो नि त फेरि होइन त। त्यही भएको भएर उम्सिगुल मानुल्ला छुबाङ्गुरो खायो खाना बनाउन यो छुबाङ भन्ने ठाउँतिर जान्छु किचनतिर जान्छु भनेको। छुबाङ भनेको त किचन हो नि त होइन छुबाङतिर जान्छु भनेको है भने। अब यो रियगो उर्यगोमा हेरौँ फेरि फाक्सिमको अन्त्यमा ल छ भने यो ललाई पनि के भन्छ भन्दा हटाइँदैन अथवा नहटाइकन लसँगै रियगोको प्रयोग गरिन्छ भनौँ है। रसँगै रियगो र हट्दैन है यसमा पनि र हटाउन पाइँदैन यसमा पनि र हटाउन पाइँदैन। लसँगै यसमा हो भने रियगो यसमा हो भने र है र उ र प्रयोग गरिन्छ। ल यतापट्टि हेरौँ अब यसले के भन्छ नोल्दा भनेको चाहिँ खेल्नु होइन घुम्नु खेल्नु भन्ने एउटा क्रिया हो नि त यो। अब छिङ्गु वा साथीसँग नोल्यगो खेल्ने विचारले सिने खाल गयो होइन त सहरमा चाहिँ सहरतिर सिने नगर सहरतिर चाहिँ जानेछु आफ्नो विचार व्यक्त गर्ने हो कि। त्यो सहरमा जानको लागि के त साथीसँग खेल्ने विचारले जाने हो आफ्नो विचार इच्छा चाहना भएको बेलामा रियगो उर्यगो लगाउने हो। बुझिहाल्नु भएको छ होइन त भाइ। प्रकाश भाइले बुझ्नुभयो नि सीता बहिनीले पनि बुझ्नुभयो होला भयो बुझ्नु भएको छ तपाईँहरू। ल ठिक छ ल यतापट्टि फेरि हेरौँ अब 3 नम्बरमा हेरौँ है। 3 नम्बरमा अब यो र उरले 3 नम्बरमा के भन्छ त भन्दा उद्देश्य भन्छ अनि पुरा गर्नको लागि अरे उद्देश्य आफ्नो इच्छा अथवा आफ्नो उद्देश्य पुरा गर्नको लागि निश्चित ठाउँमा जाने अथवा आवत जावत गर्ने के आउने जाने आवत जावत गर्ने अवस्थामा पनि प्रयोग गरिन्छ भनौँ। ध्यान दिएर हेर्नु होला है यसलाई अलिकति मैले माथि सारेँ एकचोटि फेरि हेर्नुहोस्। उद्देश्य पुरा गर्नको लागि चाहिँ निश्चित ठाउँमा जाने अथवा आवत जावत गर्ने अवस्थामा चाहिँ के त भन्दा प्रयोग गरिन्छ। जस्तै नेरुन भोलिको कुरा है
यक्पन भनिन्छ, यसमा एकवन भनिन्न है। यक्पनुल पासपोर्टलाई अथवा पासपोर्ट मान्नु ल बनाउन सिचङे खाम्निदा, सिचङे खाम्निदा, खाल गयो हुन पर्ने यसमा खाम्निदा। ठिक छ, जान्छु भन्न मिल्यो। ठिक छ, भोलि चाहिँ पासपोर्ट बनाउन चाहिँ सिचङे खाम्निदा नगर अथवा नगर कार्यालय वडा कार्यालयमा चाहिँ जान्छु भनेको है। यो सिचङ भनेको चाहिँ एउटा सिटी हल पनि भनेर पढेका छौँ। सिचङ आधा हेर्नु पनि हुन्छ। सिचङ भनेको वडा कार्यालय अथवा नगर यस्तो कुराहरू पनि हुन्छ है। ठाउँ अनुसार यसले चाहिँ के त भन्दा स्थान परिवर्तन गरेको हुन्छ, यसलाई ख्याल गर्नु होला है। हिन्छ यो सिचङ भन्ने कुरा चाहिँ हिन्छ है, तपाईँहरूलाई थाहै छ नि त। ल भने अब 3 नम्बरमा हेरौँ त एकचोटि। कर्ताले आफ्नो उद्देश्य, सोच, योजना, विचार, चाहना व्यक्त गर्दाखेरि पनि प्रयोग गरिन्छ अरे। रियगो उर्यगोमा के त भन्दा आफ्नो सोच, योजना, विचार, चाहनाहरू व्यक्त गर्नु पर्यो भने रियगो उर्यगो प्रयोग गरिन्छ भन्नु है। यसको डिफरेन्स, यसको डिफरेन्स। अब युगाते बिदाको बेलामा इबु रियगो लगाउने विचारले ओसु सासय कपडा किने। बिदाको बेलामा लगाउने चाहना भएर, योजना भएर, विचार भएर, सोच भएर के त भन्दाखेरि किन्नु कपडा किने भनेर भन्छ है। यस्तो कन्डिसनमा के त भन्दा रियगो उर्यगो लाग्ने भयो। अब 4 मा यतापट्टि हेरौँ फेरि। र उरमा र उर इम्पोर्टेन्ट छ है यो कुरा, यसलाई हेर्नु होला। र उरको प्रयोग, र उर यसको प्रयोग गरिसके पछाडि वाक्यको अन्त्यमा चलायमान क्रिया इदोङ थोङसा खादा ओदा खानिदा नेरा खादा ओल्ला खादा भन्ने बुझिहाल्नुहुन्छ ले नै अन्त्य भएको हुनुपर्छ। तर चलायमान क्रियासँग भन्छ फेरि, तर चलायमान क्रियासँग र उर लाग्दैन भन्छ फेरि। चलायमान क्रियासँग चलायमान उच्चै लाग्दैन। जस्तै हेरौँ है। अब उन्नेङ्गे खार भनौँ, यहाँ पनि र यहाँ पनि र आउनु हुन्न भनेको के यसले। यहाँ पनि तपाईँको चलायमान क्रिया र यहाँ पनि चलायमान क्रिया आउनु हुँदैन भन्न खोजेको कुरा है। उन्नेङ्गे खाएर ब्याङ्कमा जान फसो छाउनु जाने खायो। अनि तपाईँ के त भन्दाखेरि बस स्टेसनमा चाहिँ जान्छु, यस्तो शब्द चाहिँ हुँदैन। यहाँ हामीले काँटा लेखेका छौँ फेरि, युट्युबमा फेरि हेरेर के भन्नु होला तपाईँहरूले, काँटा हुँदैन भनेको है। ल अब यतापट्टि फेरि हेरौँ 4 मा के भन्छ यसले। 4 मा यसले भन्छ रियगो उर्यगो व्याकरणमा अथवा चाहिँ यो ग्रामरमा चाहिँ अगाडि इदोङ थोङसासँगै, अगाडिको इदोङ थोङसा चलायमान क्रियासँगै वाक्यको अन्त्यमा पनि इदोङ थोङसा नै आउनुपर्छ भन्नु। यसमा यसमा चाहिँ अगाडि आएछ भने पछाडि तपाईँको चाहिँ लाग्दैन भन्छ होइन। तपाईँको के त भन्दा यसमा के हुने हो भन्दाखेरि तपाईँको अगाडि आएको छ भने पछाडि पनि आउनै पर्छ भन्नु। केमा रियगो उर्यगो ग्रामरमा होइन त। बुझ्नुभयो तपाईँहरूले? रोहित भाइले के भन्नुभयो? त्यही भन्न खोजेको होइन त। ल बुझिहाल्नुभयो। ल उन्नेङ्गे खारेको भन्छ ब्याङ्कमा जाने विचारले अथवा जाने योजनाले, जाने विचारले, योजना विचार हो नि त। फसु छग्नु जाने खायो। तपाईँको बस स्टेसनमा जान्छु भनेर यसरी भन्न मिल्यो होइन त। तपाईँको के त भन्दाखेरि यहाँ पनि के आयो भन्दा चलायमान क्रिया, यहाँ पनि के हो त चलायमान क्रिया। यस्तो कन्डिसनमा चाहिँ तपाईँको के त भन्दाखेरि चाहिँ यो रियगो उर्यगो प्रयोग गर्न सकिन्छ है। ल अब तलपट्टि जाउँ। अब 5 मा हेरौँ। अब इम्पोर्टेन्ट कुरा छ है यो, इम्पोर्टेन्ट कुरा एकदमै। वाक्यको अन्त्यमा स्यो स्यो होइन, अनि बसिदा उप्सिदा, अनि आ अ य हे या द्वैदा हादा जस्ता सल्लाह सुझाव अनुरोध सामूहिक प्रस्ताव जस्ता कुरामा यो ग्रामर प्रयोग गरिन्छ। कुन ग्रामर अरे? VST प्लस र उर होइन त। जस्तै हेरौँ है। अब हाङ्गो परुल भन्छ कोरियन भाषा फेउर सिक्न सेन्थए खास्यो। तपाईँ के त भन्दाखेरि केन्द्रमा त्यो सिक्ने ठाउँमा जानुहोस् भनेको नि त, केन्द्रमा जानुहोस् यस्तो कन्डिसनमा मिल्छ भने। अब 5 मा हेरौँ फेरि। वाक्यको अन्त्यमा सेयो उस्यो बसिदा उप्सिदा आ अ य हे या द्वैदा हादा जस्ता सल्लाह सुझाव अनुरोध सामूहिक प्रस्ताव जस्ता कुरामा यो प्रयोग गरिँदैन। फेरि रियगो उर्यगोमा प्रयोग गरिँदैन भनेको है। बुझ्नु होला। यो चाहिँ के त भन्दाखेरि सल्लाह सुझाव अनुरोध जस्ता कुराहरू चाहिँ र उरमा प्रयोग गर्न मिल्छ। तर यो सल्लाह सुझाव अनुरोध सामूहिक प्रस्ताव जस्ता कुरा फेरि रियगो उर्यगोमा प्रयोग गर्न मिल्दैन है। यसलाई दिमागमा ठ्याक्क सेट गरेर राख्नु होला। ल अब यसो फोगीलाई हेरौँ। फोगी हेरेपछि छर्लङ्गै भइहालिन्छ। हाङ्गो परुल फेउरेगो भन्छ। हेर्नुहोस् है, यहाँ कोरियन भाषा सिक्ने विचारले सेन्थए खास्यो। सिक्ने विचारले केन्द्रमा जानुहोस् भन्न मिल्यो त? आफै भन्दाखेरि पनि मिल्दैन नि त, भन्दाखेरि पनि मिल्दैन।
त्यसो हुँदाखेरि यस्तो कन्डिसनमा के त भन्दाखेरि चाहिँ यो रियगो उरेगो प्रयोग गर्न सकिँदैन है। यो सल्लाह सुझाव अनुरोध जस्ता कुराहरू आएको खण्डमा रियगो उरेगो प्रयोग गर्न मिल्दैन, सकिँदैन। यसलाई ख्याल गर्नु होला ल। अब हामी तलपट्टि क्वेसनतिर जाऊँ। क्वेसनमा छ हेर्नु है, क्वेसन हेरेपछि अझै क्लियर। थारासिनन धाराजी चाहिँ फुसाने फुसानमा डर खिचायागे खासयो अरे, रेल स्टेसनमा गए अरे। थारासिनन फुसाने फुसानमा डर खिचायागे खासयो। खिचायाग भनेको रेल स्टेसनमा गयो, जानुभयो भन्नुपर्छ अब है। अब खाएर जानो भयो, जान अथवा नको लागि खारेको जाने विचारले मान्ना र भेट्न अब मान्न दिएको भेट्ने विचारले होइन त, भेट्ने विचारले भनेपछि अब कुन हुने भयो तपाईँले गेस पक्कै पनि गरिसक्नुभयो। अब तपाईँको के त भन्दा थारासिनन फुसाने फुसानमा चाहिँ के त पक्कै पनि खारेको जाने विचारले के त भन्दा खिचायागे खासयो, रेल स्टेसनमा चाहिँ जानुभयो, मलाई यसरी भन्न मिल्यो है। ल अब तपाईँले 2 मा जाऊँ फेरि। फुमो निमुल भन्छ फेरि अभिभावक बुवा आमालाई डर सिछन् आफै खिदारीको सहयोग भन्छ फेरि। त्यो सिटी हलको अगाडिपट्टि चाहिँ पर्खिरहेको छु भनौँ बुवालाई। अब के गर्ने विचारले होला, यमन विचार त आइसक्यो। अब रौलो भन्दा मिल्ने होइन होला होइन त, अब तपाईँ आफै बुझिहाल्नुहुन्छ। अब के त बुवा आमालाई फोनेरियाको पठाउने विचारले होला त, यो पठाउने विचारले फोनेरियाको है, अलिकति बनाउँदाखेरि चाहिँ मिस्टेक भएछ, माफ गर्नु होला। फोनेरियाको पठाउने विचारले है, विचारले मान्नेरियाको भेट्ने विचारले होइन त, भेट्ने विचारले भयो है, विचारले। अनि मान्न र भेट्न अनि फोनेर पठाउन है। मान्छे हेर्नु त यहाँ अब बुवा आमालाई सिछाङ सिछाङ आफै खिदारीको सहयोग भनेपछि के त भन्दा पक्कै पनि भेट्ने विचारले गर्दाखेरि चाहिँ यो सिटी हलको अगाडिपट्टि चाहिँ पर्खिरहेको छु उहाँले यस्तो कन्डिसनमा रियगो उरियगो हात लगाउनु पर्यो है। अब यस्तै फेरि तलपट्टि 3 मा छ। 3 मा के भन्छ त भन्दाखेरि चाहिँ अब साङ्गे थाङ्गुल भन्छ। साङ्गे थाङ के खानेकुरा, साङ्गे थाङ भनेपछि त बुझिहाल्नुहुन्छ नि तपाईँहरू। फेरि सुल साङ्गे थाङमा आएपछि त फेरि कम खुसी हुनुहुन्छ होइन त। साङ्गे थाङ्गुल डर सिक्ताङ्गे खाप्सिदा जाउँ भन्ने कुरा आयो यहाँ फेरि हेर्नु है। अब लास्टमा के आएको छ, बसिदा उठ्दाको कुरा आएको छ। तपाईँलाई अगाडि भर्खरै मैले भनिसकेको छु माथि देखाइसकेको छु मैले। सिक्ताङ्गे खाप्सिदा भनेपछि के भयो, अब मगुरेको खाने विचारले जाउँ हुन्छ कि खाने विचारले जाउँ हो कि, अनि मासिरहेको पिउने विचारले जाउँ हो कि, पिउने विचारले होइन, पिउने विचारले जाउँ कि, मगु र खान जाउँ हो कि, अनि मासी र पिउन जाउँ। अब हेर्नु त यहाँ के भन्छ, अब साङ्गे थाङ्गुल डर सिक्ताङ्गे खाप्सिदा जाउँ भनेपछि के हो, पक्कै पनि मक्काबाट मगु र होइन साङ्गे थाङ खान अथवा खानाको लागि रेस्टुरेन्टमा जाउँ मलाई यसरी भन्न पर्यो हो कि होइन। ल बुझिहाल्नु भयो। ल ठिक छ, यस्तै ग्रामरहरू हामी चाहिँ सधैँ हामीले हाम्रो पेजहरूमा हालिरहेका छौँ, हाम्रो युट्युबमा हालिरहेका छौँ। तपाईँहरूको माया यसरी नै हामीले पाइरहेको। कमेन्टहरू सब्सक्राइबहरू गर्न नबिर्सिनु होला, स्टार कोरेनलाई सम्झिन नबिर्सिनु होला भन्दै मैले आज यति नै गर्न चाहेँ। नमस्कार।